साथीहरु आज हामी बीएसएमएलटी को बारेमा कुरा गर्छौं। ब्याचलर अफ साइन्स इन मेडिकल ल्याबोरेटरी टेक्नोलोजी। नेपालमा यसको कतिवटा कलेजहरु छ, कहाँ कलेजहरु छ, फ्री स्कलरशिपको कतिवटा सिटहरु छ, पेइङको कतिवटा सिटहरु छ, यो पढ्न हामीलाई कति फी लाग्छ, अर्थात् बीएसएमएलटी को इन्ट्रान्समा कहाँबाट क्वेशनहरु सोधिन्छ, यसको बारेमा आज हामी सम्पूर्ण जानकारी पाउनेछौं। बीएसएमएलटी को कलेजको बारेमा कुरा गर्दाखेरि हेर्न सक्नुहुन्छ, नेपालमा टोटल 29 वटा कलेजहरु छ जहाँ बीएसएमएलटी को पढाइ हुन्छ र त्यसमा तपाईले हेर्न सक्नुहुन्छ टोटल 361 वटा सिटहरु छ बीएसएमएलटी को। त्यसमा आर्मीको फन्डबाट 6 वटा सिटमा पढाइ गरिन्छ भने फरेनको स्टुडेन्टमा 91 जनाको सिट छ भने नेपालमा 146 जनाले पे गरेर पढ्न सक्नुहुन्छ र त्यसमा टोटल स्कलरशिप भन्नाले 118 जनाले पाउन सक्नुहुन्छ भने ओपन स्कलरशिपमा 64 जनाले ओपन स्कलरशिप पाउनुहुन्छ। ओपन स्कलरशिप भन्नाले सरकारी र प्राइभेट दुईटै स्टुडेन्टले यसमा अप्लाई गर्न सकिन्छ र त्यसपछि रिजर्भेसनमा टोटल 54 जनाको लागि रिजर्भ सिट राखिएको छ। त्यसमा 15 जना फिमेलको लागि हो भने 2 जना दलित फिमेलको लागि, 1 जना मुस्लिम फिमेलको लागि, 5 जना दलितको लागि, 8 जना आदिवासी जनजातिको लागि, 9 वटा खस आर्यको लागि, 5 वटा मधेसीको लागि, 1 वटा मधेसी दलितको लागि, 2 वटा थारूको लागि, एउटा मुस्लिमको लागि, 3 वटा पिछडिएको क्षेत्रको लागि, एउटा अपाङ्गको लागि र एउटा शहीद बेपत्ता परिवारको लागि र यसरी धेरै सिटहरु क्लासिफाई गरिएको छ। जसमा यो जुन लास्टको सिटहरु छ यो भनेको रिजर्भेसनको सिट हो र यो सबै जोडेर टोटल 54 वटा सिट आइरहेछ। मतलब यो 54 वटा रिजर्भेसनको सिट भयो। त्यसपछि यो 64 वटा भनेको ओपन स्कलरको सिट भयो। ओपन स्कलरशिप भन्नाले ओपनमा 1 नम्बर र्याङ्कदेखि 64 नम्बर र्याङ्कसम्मको जुन स्टुडेन्ट पढ्नुहुन्छ उहाँहरूले सबैले 64 जनाले फ्री स्कलरशिप पाउनुहुन्छ र आफ्नो कलेज चुज गर्न सक्नुहुन्छ र बाँकी यो 54 जना जुन छ त्यो ओपन स्कलरशिप पछिको रिजर्भेसन स्कलरशिपको लागि हो भने यो 54 जनामा कुन क्याटेगोरिजबाट हुनुहुन्छ त, जस्तै कोही महिला अप्लाई गर्नुभएको छ भने उहाँको कति जनाको छ, जस्तै जस्ट इक्जाम्पल फिमेलमा कसैले अप्लाई गर्नुभएको छ 15 जना भित्र आउनुभयो तर ओपनमा आउनु भएन, 15 जना भित्र आउनुभयो भने उहाँले 15 जनाले नै फ्री स्कलरशिपमा पढ्न पाउनुहुन्छ। त्यस्तै गरेर यो हेर्न सक्नुहुन्छ, जस्तै पिछडिएको क्षेत्रबाट 3 वटा सिट छ भने पिछडिएको क्षेत्रबाट जम्मा 3 जनाले यो रिजर्भेसनबाट फ्री स्कलरशिप पाउनुहुन्छ र यसरी हाम्रो 29 वटा कलेजमा टोटल 361 वटा सिटहरु रहेको छ। त्यसमा हेर्न सक्नुहुन्छ कक्षा 6 देखि 10 क्लाससम्म सामुदायिक विद्यालयमा पढ्नु भएको छ भने त्यस्तो केसेसमा हामीलाई यो फारम भर्नुपर्ने हुन्छ। यहाँ माथि सबै डिटेलहरु भरेर लास्टमा कक्षा 6, 7, 8, 9 र 10 कुन स्कुलबाट पढेको छ त्यो स्कुलको नाम, एउटै स्कुलबाट पढेको छ भने एउटै स्कुलको नाम यहाँ सबैमा फिलअप गर्ने, त्यसपछि कुन सालमा उत्तीर्ण गरेको हो त्यो सबै डिटेल भर्ने र त्यसपछि विद्यार्थीको डिटेल, प्रधानाध्यापकको डिटेल सबै भरिसकेपछि हामीले यो फारम लिएर यो स्थानीय तहको शिक्षा प्रमुखको अफिसमा जानुपर्ने हुन्छ र शिक्षा प्रमुखको अफिसमा जानलाई तपाईको स्कुल कुन नगरपालिका अथवा गाउँपालिकामा छ त त्यो नगरपालिका वा गाउँपालिकाको जुन मेन अफिस हुन्छ, वार्ड अफिस हैन मेन अफिसमा जान सक्नुहुन्छ र त्यहाँ तपाई शिक्षा विभाग हेर्न सक्नुहुन्छ र शिक्षा विभागमा गएर शिक्षा प्रमुखलाई भेटेर सिग्नेचर गराउन सक्नुहुन्छ र त्यसपछि हामीलाई यो अनलाइन फारम भर्ने बेलामा चाहिन्छ। अब यसमा बुझ्नुपर्ने के कुरो छ भने कोही मान्छेले 8 क्लास 9 क्लास र 10 क्लास सरकारी पढ्नु भएको छ भने के उहाँहरूलाई यो फारम भर्न मिल्छ त? त्यस्तो केसेसमा तपाईहरुले फारम भर्न मिल्दैन। किनभने सामुदायिक विद्यालयमा हामीलाई पढेको छौं भने त्यस्तो केसेसमा 6 देखि 10 क्लाससम्मै पढेको छ भने मात्रै हामीलाई सरकारी अथवा सामुदायिक विद्यालय पढेको भनेर कन्सिडर गरिन्छ। कसैले 9 र 10 मात्रै सामुदायिक विद्यालय पढ्नु भएको छ र पहिला प्राइभेट पढ्दै हुनुहुन्थ्यो त्यस्तो केसेसमा हामीलाई यो फारम भर्न मिल्दैन। किनभने 9 र 10 मा हामी सिग्नेचर गराउँछौं, 8, 6, 7 र 8 मा हामीले सिग्नेचर गराउन मिल्दैन। त्यही भएर यो फारम हामीलाई भरेर कुनै कामै हुँदैन। त्यही भएर 6 देखि 10 क्लाससम्म सरकारीबाट पढ्नु भएको छ भने त्यस्तो केसमा हामीलाई यो फारम भर्न मिल्छ र यो फारम तपाई तल डिस्क्रिप्सनमा राखिरहेको छ त्यहाँबाट डाउनलोड गरेर प्रिन्ट गराएर यसमा फारम फिल अप गर्न सक्नुहुन्छ र यो हामीलाई अनलाइन फारम भर्ने बेलामा चाहिन्छ। त्यही भएर यसमा डाटा कलेक्सन गरेर सबै रेडी गरेर अहिले राख्न सक्नुहुन्छ। इन्ट्रान्सको सिलेबसको बारेमा कुरा गर्दाखेरि हेर्न सक्नुहुन्छ हामीलाई 10+2 मा साइन्स लिएर पढेको हुनुपर्छ, जसमा फिजिक्स, केमिस्ट्री र बायोलोजी हामीले पढेको हुनुपर्छ र टोटलमा हामीलाई 50% एग्रिगेट चाहिन्छ मिनिमम र तपाईहरुले जीपीए मा 10+2 दिनुभएको हो भने त्यस्तो केसमा ओभरअलमा 2.4 जीपीए मिनिमम चाहिन्छ र यो 3 वटा सब्जेक्टको बारेमा कुरा गर्दाखेरि यो 3 वटामा जस्ट पास भए पनि हुन्छ र ओभरअल एग्रिगेटमा 2.4 जीपीए भएपछि हामी यसमा फारम भर्न सक्छौं। अथवा तपाईहरुले अर्को भनेको तपाईहरुले यदि हेल्थ साइन्समा पीसीएल गर्नुभएको छ अथवा डिप्लोमा गर्नुभएको छ, जस्तै एचए गर्नुभएको छ, जेनरल मेडिसिन अथवा मेडिकल ल्याब टेक्नोलोजी अथवा ओप्थाल्मोलिक साइन्स गर्नुभएको छ, डेन्टल साइन्स, फार्मा, आयुर्वेदा, रेडियोग्राफी अथवा फिजियोथेरापी गर्नुभएको छ भने त्यस्तो केसमा तपाई 50% मार्क्स लिएर पास गर्नुभएको छ र
तपाईको कुन काउन्सिल हो त, तपाईँ रिलेटेड कुन काउन्सिल हो, त्यहाँ तपाईँ रजिस्टर हुनुहुन्छ भने त्यस्तो केसमा तपाईँले फारम भर्न सक्नुहुन्छ। र अर्को हामीलाई यसमा इक्जाम फर्मेटको बारेमा कुरो गर्दाखेरि हाम्रो इक्जाममा 200 वटा क्वेसनहरू आउँछ, जसमा हरेक क्वेसनको 1-1 मार्क्स हुन्छ र त्यही भएर टोटल 200 मार्क्सको इक्जाम हुन्छ, जसमा 4 वटा अप्सन हुन्छ एबिसिडी, र हामीलाई ती 4 वटा अप्सनमा एउटा अप्सन सिलेक्ट गरेर फिल गर्नुपर्ने हुन्छ। र एक्जामिनेसन आवर भनेको हामीलाई 3 आवरको एक्जामिनेसन पिरियड हो भने टोटल जुलोजीबाट हामीलाई एक्जाममा 40 मार्क्सको सोधिन्छ, बोटानीबाट 40 मार्क्सको सोधिन्छ, त्यस्तै गरेर केमिस्ट्रीबाट 40 मार्क्सको, फिजिक्सबाट 40 मार्क्सको, र त्यसपछि तपाईँ पिसिएलमा कोर्सको डिप्लोमा जेमा गर्नुभएको छ त्यही हिसाबले त्यसको बेसिसबाट एउटा कमन सब्जेक्टहरूबाट टोटल 20 मार्क्सको सोधिन्छ भने म्याथबाट हामीलाई 20 मार्क्सको गरेर टोटल 200 मार्क्सको सिलेबस सोधिन्छ। र यो सिलेबस तपाईँ तल डिस्क्रिप्सनबाट डाउनलोड गर्न सक्नुहुन्छ। बिएसएमएलटीको फीको बारेमा कुरो गर्दाखेरि हेर्न सक्नुहुन्छ, नेपालमा बिएसएमएलटीको पिङको फी भनेको 7,77,000 हो, र यो फी भनेको 2081 सालको हो भने अब 2082 सालको लागि यसमै थोरै घटबड गरेर आउँछ, र अहिलेको लागि हामी 7,77,000 कन्सिडर गरेर बन्न सक्छौँ। भने फ्री स्कलरसिपमा नाम निस्क्यो भने हामीलाई केही पनि फी लाग्दैन, 1-2,000 अथवा 10-15,000 के युनिभर्सिटीको हिसाबले धरोटी जम्मा गर्नुपर्ने, त्यही हिसाबले फुल स्कलरसिपमा नाम आयो भने 10,000, कुनैमा 15,000, कुनैमा 20,000 त्यस्तो धरोटीहरू जम्मा गर्नुपर्ने हुन्छ, त्यति मात्रै। र त्यो पनि फाइनली पास आउट भइसकेपछि रिफन्ड हुन्छ। त्यो भनेको फुल स्कलरसिपको लागि हो भने पेइङको लागि हामीलाई 7,77,000 पे गर्नुपर्ने हुन्छ। हामीले 2081 सालको रिजल्टहरू लिएको छौँ र यसबाट हामी ओपेनमा कसरी प्राइभेट र सरकारी दुईटैले स्कलरसिप पाउन सकिन्छ भनेर हेर्नको लागि यो रिजल्ट लिएको छौँ। र हेर्न सक्नुहुन्छ यसमा बिएससीएमएलटीको यो ओपेनको रिजल्ट हो, र ओपेनमा हामी अघि हेरेको थिए टोटल नेपालमा ओपेन स्कलरसिपमा 64 वटा सिट छ, र यसमा हेर्न सक्नुहुन्छ जति पनि स्टुडेन्ट हेर्न सक्नुहुन्छ सबै प्राइभेटबाट हुनुहुन्छ, एकजना बिचमा गभर्मेन्टबाट हुनुहुन्छ, फेरि यता गभर्मेन्टबाट हुनुहुन्छ, फेरि यो र्याङ्क 14 गभर्मेन्टबाट हुनुहुन्छ, त्यस्तै गरेर र्याङ्क 19 गभर्मेन्टबाट हुनुहुन्छ, र बाँकी म्याक्सिमम सबै प्राइभेटबाटै हुनुहुन्छ। यस्तै तपाईँहरू रिजल्ट हेर्नुभयो भने यतासम्म हेर्न सक्नुहुन्छ, यो 64 जम्मासम्ममा 64 र्याङ्क सम्मको जति पनि स्टुडेन्टहरू छ त्यो सबै ओपिएन स्कलरसिपबाट फ्रीमै पढ्न सक्नुहुन्छ। चाहे उहाँ प्राइभेटबाट भए पनि अर्को बोर्डबाट भए पनि उहाँले फ्रीमै फ्री स्कलरसिप पाउनुहुन्छ। र एकछिनको लागि अब यो भित्र मानव एकछिनको लागि 10 वटा गभर्मेन्टको स्टुडेन्ट छ भने उहाँहरूले गभर्मेन्टबाट अप्लाई गर्नुभएको छ भने उहाँ समावेशीमा पनि अप्लाई गर्नुभएको होला भने उहाँ 10 जनालाई अप्लाई गरिसक्नु भएको छ भने उहाँ 10 जनालाई समावेशीबाट पठाइन्छ, र यता 64बाट फेरि 10 वटा थपियो भने 74 सम्मको र्याङ्क को विद्यार्थीहरूलाई फ्री स्कलरसिप दिएर पढाइन्छ। अब यो भित्र 64 सम्म त पाउने नै भयो, 64 भित्रमा कतिजना फ्री स्कलरसिपमा अथवा ओपेनको लिस्टमा सरकारी विद्यार्थी पढ्नु भएको छ उहाँहरूलाई कोटाबाट पठाइन्छ, र त्यो कोटा जुन पठाइन्छ त्यहाँ जुन खाली हुन्छ ओपेनमा त्यो फेरि यता थपेर फ्री स्कलरसिपको सिट बढाइन्छ, र यसरी ओपेनबाट पनि तपाईँले सरकारी पढे पनि प्राइभेट पढे पनि फ्रीमा स्कलरसिप पाउन सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ बिएससीएमएलटीको लागि टोटल रिजर्भेसनमा फिमेलको लागि हेर्दाखेरि 15 वटा सिट छ। अब यसमा कसरी हुन्छ भने यो जुन रिजर्भेसन छ त्यसमा फर्स्ट प्रायोरिटी सरकारीले पाउँछ, र यसमा रिजर्भेसनमा अप्लाई गरेको सरकारी विद्यार्थीहरू नै धेरै हुने गर्छ, र सरकारीले नै फर्स्ट प्रायोरिटी पाएकोले रिजर्भेसनमा प्राय सबै सरकारी विद्यार्थीहरूले मात्र रिजर्भेसन मिल्ने गरिन्छ। र अब हामी इक्जाम्पलको लागि हेर्दाखेरि रिजर्भेसनमा फिमेलको क्याटेगोरिजमा टोटल 15 जनाले फ्री स्कलरसिप पाउने गरेको यस्ता डाटाले देखिन्छ भने अब रिजल्टतिर हामी हेरौँ। अब यसमा हामी हेर्दाखेरि हेर्न सक्नुहुन्छ यो बिएससीएमएलटीको फिमेलको रिजल्ट हो भने यसमा गभर्मेन्ट पढेको स्टुडेन्टको लिस्ट हो। अब यसमा 15 जनासम्मले फ्री स्कलरसिपमा बिएससीएमएलटी पढ्न पाउनुहुन्छ, यतिजनाले फ्रीमा बिएससीएमएलटी पढ्न पाउनुहुन्छ। अब यहाँ हेर्न सक्नुहुन्छ यो लास्टको जुन स्टुडेन्ट छ उहाँको ओपेनमा 157 नम्बर र्याङ्क आएको छ। यदि उहाँले ओपेनबाट जानु खोज्नुभयो भने उहाँको र्याङ्कै पुग्दैन, त्यही भएर यदि उहाँले यसमा महिलाबाट पनि अप्लाई गर्नुभएको छ भने त्यस्तो केसेसमा र सरकारीबाट पढेको डकुमेन्ट पनि अप्लाई गर्नुभएको छ, त्यही भएर उहाँले 15 नम्बरमा आए पनि टोटल 15 वटा सिट छ भने फ्री स्कलरसिपमा बिएससीएमएलटी पढ्न पाउनुहुन्छ। हेर्न सक्नुहुन्छ खस आर्यको लागि टोटल यसमा 9 वटा सिट छ भने यसमा खस आर्य जति पनि सरकारीबाट पढ्नु भएको छ 9 जना भित्र जति पनि मान्छे पढ्नुहुन्छ उहाँहरूले फ्री स्कलरसिपमा पढ्न पाउनुहुन्छ। अब रिजल्टमा हेर्दाखेरि हेर्न सक्नुहुन्छ खस आर्यको बिएससीएमएलटीको इन्ट्रान्सको रिजल्ट हो र गभर्मेन्टबाट पढेको स्टुडेन्टको रिजल्ट हो भने यसमा 9 जनासम्मको जति पनि र्याङ्क आएको छ, जस्तै हेर्न सक्नुहुन्छ उहाँको ओपेनमा 117 नम्बर र्याङ्क थियो, त्यस्तै गरेर यति सबै स्टुडेन्टले फ्री स्कलरसिपमा खस आर्यको कोटाबाट फ्रीमा बिएससीएमएलटी पढ्न पाउनुहुन्छ। तर उहाँहरूको र्याङ्क हेर्नुभयो भने ओपेनबाट उहाँहरूले यति स्टुडेन्टले ओपेनबाट जान सकिन्थ्यो, तर यो तलको स्टुडेन्टहरू ओपेनबाट जान गाह्रो हुन्थ्यो, त्यही भएर उहाँहरूले
खस आर्यमा पनि अप्लाई गर्नुभएको छ र उहाँको लिस्टमा खस आर्यको लिस्टमा 9 जना चाहिन्छ र 9 जना भित्रै पढ्नुभएको छ भने उहाँले फ्री स्कोलरसिपमै बिएससी मेडिकल पढ्न पाउनुहुन्छ। मन लाग्यो भने कमेन्ट गर्न सक्नुहुन्छ। भिडियो राम्रो लाग्यो भने च्यानल सब्स्क्राइब गर्नुहोला। धन्यवाद।